आज चाहिँ हामी न्यू इयरको दिन टक्क क्रिस्टी बीच घुम्न जाउँ भनेर हामी अस्मिता त्यसपछि विक्रम म अनि सुभाष भएर आज हामी यसो घुम्न निस्केको। यो चाहिँ हो क्रिस्टी बीच साउथ अस्ट्रेलिया एडिलेड। अनि यो यस्तो देखिन्छ। हामी चाहिँ घुम्नको लागि निस्किसकेको छौँ। टक्क यो बीच साइड हो। एकदम रमाइलो छ। आज चाहिँ झन् कस्तो वेदरले पनि साथ दिएको के, त्यस्तो साह्रो गर्मी पनि छैन, त्यस्तो चिसो पनि छैन हैन, टक्क रमाइलो नै छ। हामी चाहिँ यता हिँड्दैछौँ। हेलो सुभाष, के छ? सब ठिक छ? यता चाहिँ पुरा टिकटक बनाउन बिजी छन् हाम्रो गाइजहरू। कस्तो लागिरहेछ? दामी है, कस्तो रमाइलो छ नि है। जाऊँ न त हामी यतातिरबाट हिँड्दै गरौँ। वाउ, सानो नौन लाएको हो त्यहाँ पनि। सबैजना स्विमिङ गरेर फर्के जस्तो छ। हामी पनि टक्क स्विमिङ कस्ट्युम ल्याएको भए चाहिँ टक्क स्विमिङ गर्न जानुहुन्थ्यो। हतार हतारमा निस्केको। स्विमिङ कस्ट्युम चाहिँ अब हालेको छैन। अब यतिकै लुगामा चाहिँ नहुने कुरो भएन है। बिच साइडको घरहरू पनि राम्रो नै हुन्छ नि टक्क हेर्दाखेरि चाहिँ। सबैजना कस्तो मजाले टेन्ट टाँगेर है, कस्तो मजाले इन्जोय गरिरहेको छन्। हेर्न सक्नुहुन्छ। सही क्या, आनन्द हैन। सबै कामको थकानहरू सबै बिर्सिन्छ हो यहाँ आएपछि चाहिँ। हाम्रो टिकटक कुमारीको खबर के छ? कस्तो लागिरहेछ? अनि सुभाषलाई आनन्द होइन, आनन्द लागिरहेछ अरे, रमाइलो लागिरहेछ अरे। के पार्किङ? पार्किङ छ। हामी तल पनि हेर्न जानुपर्छ है। हामी चाहिँ क्रिस्टी बीचमा अघिसम्म चाहिँ मैले बनाएको थिएँ, अनि चाहिँ अस्मिताले समाति राखेको छ। हामी चाहिँ घुम्दैछौँ। खासै अब टक्क बुढाबुढीहरू समातेर सँगै बीचमा हिँडौँ भनेको। हेर न, उहाँ बुढाहरू चाहिँ पर पुगिसक्नु भयो। हामीलाई छोडेर हिँड्ने भने के साह्रो छ। हामीले धेरै टिकटक बनायौँ भनेर अरे। अनि त्यो बुढाहरूले त टक्क हामीलाई होइन समातेर टक्क हिँड्नुपर्छ नि। सुभाष दाइ कता हिँडेको बिजुली बालेर हट भएर पट भएर ब्युटी भएर तिमी क्युटी भएर हामी हेरेको हेरै हामी हेरेको हेरै हामी हेरेको हेरै। यता चाहिँ भ्याकेसन मनाउनको लागि टक्क होइन घरमा न्यु इयर इन्जोय गरिराख्नु भएको छ भन्नु पर्ला। के हो, हामीलाई त छोडेर गए त यिनीहरू त। बुढीहरूको त पालै छैन है। दुईजना साथी पाएपछि त के हो यस्तो। हामी चाहिँ तल जाँदैछौँ। त्यो सबै भ्यू सबै क्रिस्टी बीच नै हो। कस्तो राम्रो भ्यू इज दामी के। यो चाहिँ मेन बीच। हामी अझ बीचको नजिकै छौँ। आज कस्ट्युम ल्याउनु बिर्सेको
ल्याएको भनिसकेँ मैले है। कस्ट्युम नल्याएको भए चाहिँ हामी पनि यसरी नै स्विमिङ गर्नुहुन्थ्यो, तर के गर्नु कस्ट्युमै भएन क्या। यता यस्तो छ, यता चाहिँ यस्तो छ फेरि। आनन्द होइन? मजाले टक्क यहाँ चाहिँ स्विमिङ गऱ्यो, त्यतापट्टि बालुवामा गएर सुत्यो। रमाइलो छ। डुब्यो क्या हो? म त्यो खुच्चे डुब्यो क्या भन्ने बाबु। आनन्द आयो है? हामी अझै उता जाने? जलपरी हेर्ने भए आउनु है। यिनीहरू त परी होइन, पर हो, जलपराहरू। जलपराहरू। हो र जम्प गरेको यहाँ खिच्नै बिर्स्यो नि त। कहिले जम्प गरेको थियो? कति रमाइलो। यस्तरी जम्प हाने हामी पनि पाहाडमा है, उसमा खेल्दाखेरि यस्तो मजाले जम्प हान्थ्यो, कस्तो त्यही याद आयो क्या मलाई चाहिँ। खेल्थ्यो नि त हो, मलाई त्यही याद आयो। यो स्नेक हो कि के हो गाइजहरू, यो चिन्नेलाई चाहिँ उचित पुरस्कारको व्यवस्था छ है यहाँ चाहिँ।